गुड मर्निङ नमस्ते सबैजनामा। सो मैले चाहिँ तपाईहरुलाई अघि बिहानै मेरो चिया बेचेको इन्कम चाहिँ कति हुन्छ भनेर देखाउँछु भनेर भनेको थिएँ र अहिले चाहिँ म देखाउन गइरहेको छु। मैले ब्याग पनि खोलेर हेरेको छैन है त। यस्तो हुन्छ है त, फेरि कहिले चाहिँ यस्तो हुन्छ जहिले इन्कम एउटै हुँदैन। घरि चिया उब्रिन्छ है, घरि सबै सेल हुन्छ, त्यो अनुसार हुन्छ है त। घरि धेरै कहिले थोरै हुन्छ। अब आज चाहिँ हेरौँ, आज चाहिँ दुध चिया चाहिँ अलिकति उब्रिएको थियो, कालो चिया चाहिँ सबै सेल भएको थियो। अब हेरौँ है त आज कति भएको छ गरौँ है त। यति नै रहेछ, मिलाउँ है त। र आज चाहिँ मैले चिया अलिक थोर लगेको थिएँ है त। कति भन्दाखेरि जस्तै थर्मसमा चाहिँ 25 कप जति जान्छ। मैले चाहिँ कति लगेको थिएँ भन्दा 19-20 कप दुध चिया चाहिँ 19-20 कप लगेको थिएँ। कालो चिया चाहिँ भरि नै लगेको थिएँ, किनकि कालो चिया चाहिँ प्रायः धेरै बिग्रिन्छ, किनभने मान्छेले बिहान बिहानै दुध चिया ग्यास्ट्रिक छ भनेर खानु हुँदैन, त्यही भएर ब्ल्याक टी नै खानुहुन्छ। अनि आज चाहिँ मैले दुध चिया अलिक थोर लगेको थिएँ र अनि दुध चिया फेरि उब्रियो क्या, फेरि 3-4 कप चाहिँ उब्रियो दुध चिया। अनि यस्तो फेरि शनिबार चाहिँ अलिक धेरै मान्छे हुनुहुँदैन रहेछ क्या, अरू बार चाहिँ हुन्छ, शनिबार चाहिँ अलिक खाली खाली नै हुन्छ। घरिघरि चाहिँ कोही कोहीले चाहिँ च्यात्तेको नोट पनि दिइराख्नु भएको हुन्छ है। म चाहिँ हतारमा नोटै नहेरिलिन्छु, भरे घर आउँदा त च्यात्तिरहेको हुन्छ। कति भयो भन्नु त, 9, 10, 1000, 1125। आज चाहिँ 1125 भयो। अब यहाँबाट मैले चाहिँ 200 निकाल्नुपर्छ, किनभने 200 चाहिँ मैले अगाडि नै आफूसँगै बोकेर लगेको हुन्छ खुजुराहरू। अब यहाँबाट 200 निकाल्दा कति भयो भन्दा 1125 भनेपछि 925 रह्यो है त। आजको इन्कम चाहिँ मेरो 925 रह्यो। अब 925 मा अब त्यहाँबाट दुधको घटाउनुपर्छ है त। दुधको पैसा घटाउनुपर्छ, दुध चिनी मसलाहरू अब ग्यास गरेर टोटल 300 घटाइदिउँ न। 900 मा 300 अलिक बढी नै जान्छ कि, सायद 300 नै घटाइदिउँ न। 300 घटायो भने चाहिँ 600 रहन्छ है त। अब मेरो इन्कम चाहिँ आजको चाहिँ प्रफिट चाहिँ मेरो 600 भयो त आजको। अब हेर्नु है त, अब म आज चाहिँ मैले अलिक थोरै लादा यति भयो। अब तर मैले प्राय भरि चाहिँ लगेको छुइनँ है। यता नयाँ ठिमी भक्तपुर आएपछि चाहिँ सुरुमा मैले उता लाँदाखेरि चाहिँ उता सुन्धारातिर लाँदाखेरि चाहिँ भरि लान्थेँ। त्यो मैले मन्दिर लागेको थिएँ एक हप्ता जस्तो चाहिँ। मन्दिर लाँदा चाहिँ मेरो 2000 अलिक बढी भएको थियो हुन्थ्यो। त्यतिखेर चाहिँ मैले मन्दिरमा चाहिँ पुरै फुल नै लान्थेँ, फुल थर्मस चाहिँ लान्थेँ दुइटै। अनि रोटी अन्डा तरकारी पनि लान्थेँ। त्यो सबै गरेर चाहिँ 2000 क्रस हुन्थ्यो। तर त्यसमा फेरि गाडी भाडा पनि काट्नु पर्यो, आउन जान गाडी भाडा, अनि त्यहीमाथि अन्डाको पनि पैसा काट्नु पर्यो, रोटीको मतलब आटा रोटी आटा तरकारी चनाको आलु यताउति गर्दाखेरि झन्डै यता र त्यता उस्तै हो। उता धेरै यता र उता उस्तै हो, किन यस्तो उता जाँदाखेरि चाहिँ पैसा त हुन्थ्यो, तर त्यही अनुसार मैले लगेको नि हुन्थ्यो नि त। जस्तै रोटी तरकारीहरू त्योहरू काट्दाखेरि अनि गाडी भाडा काट्दा ओर्दा यस्तै नै रहन्थ्यो। अब मलाई चाहिँ यहाँनिर अनि फेरि उता जाँदाखेरि चाहिँ है छिट्टो उठ्नु पर्थ्यो। 2 बजी उठेर नै सबै रोटी तरकारी चिया तयार गर्न टाइम लाग्थ्यो है। त्यही माथि गाडी पनि पर्खिनु पर्थ्यो धेरै बेर। अब घरि ढिलो आउँथ्यो गाडी, घरि छिटो आउँथ्यो, अब घरि रोकाउँदै लान्थ्यो, त्यही अनुसार ढिलो पनि हुन्थ्यो घरि। अनि मैले चाहिँ के सोचेँ भन्दाखेरि त्यो त धेरै टाढो भयो, सबै कुरा लाँदा ओर्दा अनि गाडी भाडा गर्दा ओर्दा
त्यस्तो प्रफिट भइसकेन। अनि यसो सोचेँ म बरु यतै जान्छु, 1-2 दिन यसो यहाँ गर्छु कस्तो हुन्छ भनेर। अनि यहाँ पनि यस्तै नै ठिकै भयो, उस्तै हो रहेछ। यहाँ गर्दाखेरि चाहिँ नजिक पनि भयो मलाई, अब रोटी तरकारीहरू पनि लानु परेन, सजिलो भयो। अलिक ढिलो उठ्दा पनि भयो, नजिकै। त्यही माथि यहाँ मैले 4 घन्टा जस्तो गऱ्यो भने सबै सेल भइसक्छ है त 4 घन्टामा। मेरो त मन्दिर लाँदा चाहिँ दिनभरि बस्नुपर्छ क्या। अब उहाँहरूलाई त्यहाँ फुलहरू बेच्ने दिदीहरूलाई खानु दिए दाइ दिदीहरूले, अनि दाइ दिदीहरू, अनि उहाँहरूले चाहिँ कतिखेर खाजा खानुहुन्छ भनेर पर्खिनु पनि, अनि दिनभरि बस्नुपर्छ क्या उता। अब मेरो दिनभरि उतै बित्थ्यो क्या। अब म यहाँनिर चाहिँ 4 घन्टा जस्तो बेचेर आउँछु, अनि त्यसै 8:30-9 बजी आइपुग्छु। अनि दिनभरि म फ्री नै हुन्छु क्या, सुत्छु, मोबाइल चलाउँछु, यताउति कामहरू गर्छु, टाइम धेरै रहन्छ यता गर्दाखेरि चाहिँ। त्यही भएर मलाई त्यही भएर गाडी भाडा पनि चाहिएन है, नजिक पनि भयो। अनि त्यही भएर अब म चाहिँ यतै, अब मेरो रेगुलर म यतै जान्छु है त, नयाँ ठिमी पूर्व बस स्ट्यान्ड। अबदेखि चाहिँ म यतै जान्छु। सो आज चाहिँ मेरो प्रफिट त्यस्तै 600, अलिक नहोला कि, त्यस्तै 600 नै राख्दिउँ न त। आजको मेरो प्रफिट चाहिँ 600 भयो है त। यसो हुन्छ, घरि 600 हुन्छ, घरि 500, घरि 700, अहिलेसम्म चाहिँ त्यस्तै 700, सबैभन्दा धेरै भनेको 700, 750 त्यस्तै भएको छ है त। अब घरि त त्यति पनि हुँदैन, घरि त उब्रिन्छ चिया, फ्याल्नुपर्छ, त्यस्तै हो। घरि खेर जान्छ, घरि चाहिँ 1-2 दिन चाहिँ पुगेन क्या, घरि चाहिँ पुग्दैन, मान्छेहरू धेरै आउनु भएको बेला, त्यही हो। तर अहिले चाहिँ मैले भरि चाहिँ लगेको छुइनँ, अब बिस्तारै। किनभने अहिले म नयाँ छु नि त, अब मान्छेहरूले मलाई चिन्नु पनि भएको छैन, अब बिस्तारै चिन्नु हुँदैछ। अब बिस्तारै चिन्नु भएपछि चाहिँ अलिक धेरै नै सेल हुन्छ होला सोचेको छु। अब कोही म जस्तै हुनुहुन्छ भने, उमेरको स्टुडेन्टहरू हुनुहुन्छ भने काठमाडौँमा या कहीँ सायद कतै सहरतिरै बस्नुहुन्छ भने चाहिँ यस्तै, अब तपाईँहरूलाई पकेट मनी 4-5 घन्टा गर्दाखेरि, अब कलेज पढ्दाखेरि त अब दिनभरि फ्री नै हुन्छ, बिहानको कलेज हुन्छ। अब दिनभरिमा केही गर्नु पनि सक्नुहुन्छ, कि त दिउँसो कलेज छ भने बिहान यसरी गर्नु पनि सक्नुहुन्छ। 4-5 घन्टा गर्दाखेरि आफ्नो पकेट मनी आउँछ, आफूलाई खर्च पनि निक्लिन्छ भने चाहिँ गर्दा हुन्छ है त। लजाउनु पर्ने चाहिँ कुरा केही छैन है त। कन्फिडेन्ट लेभल बढ्छ, केही सिकिन्छ, धेरै कुराहरू पनि सिकिन्छ। सो त्यही हो है त। ओके, बाई बाई।